गुराँस गाइज राष्ट्रिय फुल। हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। आज मैले फेरि ब्लग लिएर आएको छु। आज चाहिँ यहाँ तराईको होली हो है गाइज। अनि हामी होलीको दिन पनि हामी मिकुवा खोला ताप्लेजुङ एक्सप्लोर गर्न हिँडेको छौँ। देख्न सक्नुहुन्छ यो मिकुवा खोलाको कुन डाँडो हो अरे सर? चुचेढुङ्गा जाँदैछौँ है। तराईको मान्छेलाई यस्तो पाहाडको बाटो हिँड्नलाई एकदमै गाह्रो हुँदो रहेछ, त्यही पनि हामी हिँडिरहेछौँ है। यस्तै छ गाई, जिन्दगानी दर्पण छाया, छोरा मान्छे हो, स्ट्रगल गर्नुपर्ने रहेछ, त्यही भएर हिँडेकै छौँ है हामी चाहिँ। गाइज फाइनली हामी यो चुचेढुङ्गा आइपुगेको छौँ, देख्न सक्नुहुन्छ। यो कति हाइटमा छ सर? अश्लीलता यहाँ लागु हुँदैन यो। ओइ झन्डै लडे सर। सर यो ठाउँको बारेमा केही भनिदिनुहोस् त। यो चाहिँ चुचेढुङ्गा भन्छन्, साबा वडा हजुर थलङमा पर्छ। हजुर यो म पनि आएको थिइनँ, निकै हाइट रहेछ तल। एकदमै डेन्जर ठाउँ है। म यहाँ पुरै हल्लिरहेको छु, देख्न सक्नुहुन्छ। यो एकदमै माथि छ, सायद 2-3 हजार मिटर माथि नै होला सायद। उहाँ पर हाइड्रो छ। हाइड्रोहरूको पनि यहाँ निकै नै राम्रो इन्भेस्टमेन्ट रहेछ यो ठाउँमा। सो गाइज यस्तै छ यो ठाउँ, एक्सप्लोर चाहिँ गर्नुपर्ने ठाउँ हो है। यसको यो रुखको नाम चाहिँ के अरे? यो रुखको नाम चिलाउने। यो लगाएपछि चिलाउँछ? यो यसमा चिलाउने खालको हुन्छ ए हजुर हजुर। त्यो चाहिँ जिउमा लाग्यो भने ए चिलाउँछ। भनिसकेपछि कोही मान्छेलाई शरीरमा कुनै त्यस्तो ऱ्यासेसहरू आइरहेछ भने यो लगाएपछि ठिक हुने हो कि यो लगाएपछि झन् चिज बढ्ने हो? यो लगाएपछि बढ्ने हो, उग्र हुने हो यो लगाएपछि। ए हो के? यो लगाएपछि के हुन्छ अरे? यो लगाएपछि चाहिँ कसो हुन्छ नि, चिलाएको भैँसीले ढाड गर्नु जस्तो। ए हो चिलाउँछ। सो अब यो चुचेढुङ्गा टपमा आइसकेपछि चाहिँ अब यसो रेस्ट गरौँ न भनेर हाम्रो यो विशेष चाउचाउ पनि उहाँ तराईको जस्तो वाइ रम्बम पाउँदैन रहेछ यहाँ। दिस इज साथीहरू आएका छौँ, त्यही भएर साथी नै चाउचाउ खाँदैछौँ। सो स्पाइसी साथी चाउचाउ फ्रम सिजी नुडल्स नै रहेछ फेरि। सो गाइस तराईका मान्छेहरूलाई चाहिँ पाहाड हिँड्न साह्रै गाह्रो क्या गाइस। यहाँ हेर्नु त मान्छेहरूले हिँड्नला हो कस्तो दुःख गरेका छन्। पानी पर्न आँटो गाइज ताप्लेजुङ मिकुवा खोलाको बसाइमा। खोइ गुराँस गाइज, अगाडि गुराँस है, राष्ट्रिय फुल गुराँस गाइज, राष्ट्रिय फुल। एक्कासी पानी पऱ्यो है, पानी एकदम ठुलो पऱ्यो हेर्दै। गाइज जे होस् मिकुवा खोला एक्सप्लोरेसन चाहिँ भइ नै रहेछ होइन। अघि त्यहाँ आएको कति पानी परेर त्यहाँ बसेको थियौँ, मोत लागेको थिएँ। मैले फेरि पानी अलिअलि रोकिन थालेपछि हामी घर जाँदैछौँ। चुचेढुङ्गा गएर हाम्रो घर जाने क्रम जारी छ गाइज। सरहरू कतिको थकित महसुस गरिएको छ? ए ओके ठिक छ। अब लोकल भाले चट्टोसँगले काटेर खाने होइन त सर? लोकल त हान्ने हो, चाटको खाँदैन। ल गाइज, र पछि एकदमै मुसलधारे पानी परेको छ गाइज। बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।